सिक्किमको विषय लिएर चाहिँ मैले जुन एउटा मेरो पेजद्वारा चाहिँ एउटा भिडियो अपलोड गरेको थिएँ है, आजभन्दा 2 दिन अगाडि। अनि त्यो भिडियोमा चाहिँ मैले के बयान गरेको थिएँ भन्दाखेरि चाहिँ सिक्किम घुम्ने मेरो एउटा इच्छा थियो है। अनि त्यसमा चाहिँ मैले सिक्किमको अब मानिसहरूले कुट्छ मार्छ भनेर चाहिँ मैले जुन एउटा अब त्यो भिडियोमा चाहिँ मैले भनेको थिएँ है। अनि गल्ती चाहिँ मेरोबाट भएकै हो, तर वास्तवमा हो भने चाहिँ मैले त्यो कुरा चाहिँ आफ्नो मनबाट चाहिँ भनेको होइन। मैले पनि पहिल्यैबाट जो सिक्किममा गएर उहाँहरू फर्किनु भएको थियो है, अब उहाँकोबाट नै मैले सुनेको हो। अनि यसमा चाहिँ अब मैले तपाईहरुलाई मैले ठुलो सायद ठेस पुर्याएछु होला है। हुन त आफ्नो मुलुकको विषयमा जसले पनि अब नराम्रो कुराहरू गर्छन्, अब मन त पक्कामै दुख्छ पनि हैन। अब मलाई पनि मेरो मुलुकको विषयमा कसैले नराम्रो कुरा गर्छ भने त मन त दुख्छ नै। मैले अब गाली गर्ने काम त अब गर्नु नै पर्यो, सचेत गराउनु पर्यो है। अनि यसमा चाहिँ म हजुरप्रति चाहिँ क्षमा माग्दै, अनि अब कुरा त ठिकै हो हैन। अब सायद मेरोबाट पनि गल्ती भयो होला। हुन त मेरो खासै आफ्नो मनबाट चाहिँ यो शब्दहरू चाहिँ निकालेको होइन है। यसमा म तपाईहरुप्रति क्षमा माग्दै, अब जति पनि सिक्किममा जति बस्नुहुन्छ है, हाम्रो दार्जिलिङ सिक्किम भनेको हामी तपाईहरु हामी सबै एउटै दाजुभाइ नै हो। अनि गल्ती चाहिँ त्यही भएछ है। अनि आज चाहिँ मैले ठुलो चेतना पाएँ। अब चाहिँ म हाम्रो दार्जिलिङको प्राय फेसबुक क्रिएटरहरूलाई पनि भन्न चाहन्छु कि सिक्किमको विषय लिएर चाहिँ कुनै पनि नराम्रो शब्दहरू चाहिँ नउठाओस् भन्न चाहिँ चाहन्छु। अनि अर्को कुरा चाहिँ अब सिक्किम जाने चाहिँ मेरो योजना चाहिँ अब मनमा नै नलिएम भयो। अब चाहिँ मैले चाहिँ अहिले आएर थाहा भयो दाजु, हामीलाई नि जुन बारेमा हामीलाई थाहा हुँदैन है, त्यो ठाउँको बारेमा, राज्यको बारेमा हामीलाई थाहा हुँदैन, देशको बारेमा हामीलाई थाहा हुँदैन नि, हामीले बोल्नु हुँदैन है। त्यो देशको बदनाम गर्ने काम हामीले गर्नु हुँदैन कहिले पनि है। यो कुरा बुझ्नु होला तपाईले है। तपाईलाई थाहा थिएन भने सिक्किमकै मान्छेहरूलाई मेसेज गरेर, कल गरेर, सिक्किमको ब्लगरहरूलाई फलो गरेर हैन, तपाईले इन्टरनेटतिर हेर्नु सक्नुहुन्थ्यो, अनि मात्रै बोल्नु पर्थ्यो। बुझ्नुभयो? अनि तपाईलाई एउटा कुरा सोध्छु म, तपाईलाई जसले पनि भनेको छ नि नेपालको मान्छेलाई चाहिँ सिक्किमतिर मारेर टिस्टामा फ्याँक्छ भनेर है, त्यो मान्छेलाई तपाईले सोध्नु आजसम्म सिक्किमको मान्छेहरूले नेपालको मान्छे कतिजना मारेर टिस्टामा फ्याँकेको छ भनेर है। र कुन चाहिँ ठाउँको, नेपालको कुन चाहिँ ठाउँकोलाई मारेर टिस्टामा आजसम्म कतिजना भेटिसक्यो नेपालको मान्छेहरूलाई, सिक्किमको मान्छेले मारे, कहाँ छ? प्रुफ छ तपाईसँग? बोल्नुभन्दा अगाडि सोच्नुपर्छ है दाजु। पहिले बोलेर सबै राज्यको बदनाम गर्ने अनि आएर माफ गरिदिनु होला भन्दा यो चाहिँ हामी चाहिँ सहिँदैन है। सिक्किमको बारेमा नराम्रो कसले पनि भन्छ नि, जसले पनि भन्छ है, फेरि यसरी जिब्रो निकालेर नि कुकुरलाई हालिदिनु नपरोस्। बुझ्नुभयो? ध्यान राख्नु होला अर्को पालिबाट भिडियो बनाउँदाखेरि बुझेर है। जसले पनि यो भिडियो जसले हेर्दैछ त्यसले सिक्किमलाई, दार्जिलिङलाई गलत नजरले हेर्नेहरूको नि फेरि आँखा झिकेर चाहिँ नि फेरि पातमा राखेर कमिलालाई हालिदिनु नपरोस्। जसले पनि सिक्किम दार्जिलिङलाई चाहिँ गलत नजरले हेर्छ, गलत बोल्छ, त्यसको चाहिँ जिब्रो निकालेर कुकुरलाई हालिदिनु नपरोस् फेरि। बुझ्नुभयो?